बुहारीको स्वास्थ्य त एकदम गम्भीर छ। छिट्टै अपरेसन गर्नुपर्छ। खासमा के भएको हो काकी? गोरुको भारी नबोक, गाह्रो काम नगर भनेको मेरो कुरा टेर पुसर लाइन पँधेर पानी लिन गएकी थिए, खुट्टो चिप्लेर डङरङ्गै लडिन्छ। हजुरको बुहारीको अपरेसन सफल भयो? नरोस् दाइ, हामीले गरेको होइन, भगवानको लीला हो। बुहारीको स्वास्थ्य राम्रो होइदियोस्, त्यही सबैभन्दा ठुलो खुसी हाम्रो त्यही छ। बिचरा बुढाको बुढेसकालमा नाति खेलाउने रहर थियो होला, त्यो पनि बर्बादै हो। यो घटना सासूले गरेको भनेर कसैलाई पनि नभन्दियो भने बिन्ती छ। मैले डाक्टर साहबलाई पनि बुहारी पानी लिन गएला चिप्लेर लडिछन्, त्यही भएर यस्तो हो डाक्टर साहब भनेको छु। हस् बुवा, म कसैलाई पनि भन्दिनँ। मलाई माफ गरिदियो। मैले तिमीलाई धेरै अन्याय र अत्याचार गरेँ। बरु म तिम्रो खुट्टै ढोक्छु। माफ गरिदियो बुहारी। खुट्टा छुनु पर्दैन आमा। यो कुरा गाउँका मान्छे कसैलाई पनि थाहा नहोस् र विदेशमा भएको छोरालाई पनि थाहा नहोस्। मेरो बिन्ती छ बाबा। छिनी त्यति जाबो भाँडा मान्न पनि यत्रो टाइम लाग्छ? घिच्न त यत्रो रास्ता टाइम घिच्छेस् त। त्यति जाबो भाँडा मान्न पनि बिहानभरि लाउँछस्? त्यो भाँडा छिटो पखाल र बाख्रालाई स्याउला लिन गइहाल। आमा, मलाई स्कुल जान ढिला हुन्छ, बाख्रालाई घाँस लिन जान भ्याउँदिन, त्यही भएर तपाईँ आफै जानु नहोस्। हेर हेर, जस्तो आमाको स्वभाव त्यस्तै छोरीको। हुँदा हुँदा तैँले पनि मैले भनेको टेर्न छोरी छैन। उल्टै मलाई पो काम गराउँदै रहेछ। त पनि यो घरमा बस्नु पर्दैन, तेरै मोमो गर्छ। ए बुढी, यो नातिनीलाई किन कराउनु नि? तिम्री नातिनीलाई बाख्रालाई अलिकति स्याउला लिन जा भनेको उल्टै मलाई काम गराउँछ। अब उसलाई स्कुल जान ढिला भइसक्यो, अनि कहाँ घाँस काट्न जाओस् त? त आफै गरेर लिएर आइज न, तेरो अरू के काम छ? अब त पनि भ्याउँदिनस् भने म आफै गरेर लिएर आउँला। बुहारीलाई टाउकोमा टेकाएर यो हालत भयो, अब नातिनीलाई पनि टाउकोमा राख। अनि के हुन्छ पछि थाहा पाउला। नातिनी, त्यो माझेको भाँडा भित्र लगेर राख, अनि स्कुल जान तयारी हो। हस् बा। आमा, हजुर कता जान लागिसक्यो? सिनेमा हेर्न जान लाग्यो। हातमा पूजाको थाली लिएर जान लाग्यो, देख्दा देख्दै पनि कहाँ जान लाग्यो रे? कहाँ जानु नि? मन्दिर जान लाग्यो। मन्दिर नै किन जानु पर्यो त पूजा गर्न? घरकै पूजा कोठामा टन्नै देवी देवता छन्, यही पूजा गर्दा भइहाल्छ नि। मन्दिर जान 1 घन्टा, पूजा गर्न 1 घन्टा, आउनलाई 1 घन्टा, 3 घन्टा बित्छ। यहाँ घरमा खाना पकाऊ आफै, भाँडा माझ आफै, सबै घरको काम आफैले मात्र गर्नुपर्छ। मैले मात्र कति काम भ्याउनु आमा? बुहारी, जुठा भाँडामा मन्दिर गएर आएर माझौँला, तिमी अरू काम गर्दै गर। म अहिले गएँ। छिटो गर, छिटै आउनु नि, फेरि बिहानै उता नबिताउनु। ल बुहारी, ल म छिटै आउँछु। खाली पूजा भनेको छ, मन्दिर गएको छ, गाउँ डुलेको छ, यो घरको काम चाहिँ सबै मैले मात्र गर्नुपर्ने।
लोग्ने गतिलो नभएपछि साह्रै दुःख पाइन्छ भन्थे। मलाई त्यस्तै भएको छ अहिले। समय त आओस् न, कसलाई के गर्नुपर्छ भने सब मलाई थाहा छ। यो घरको त म नोकर्नी जस्तो भएको छु। गर्ने बेला सबै मै, गरे कसैले देख्ने होइन। बुवा अबदेखि म स्कुल आफै जान्छु, आफै आउँछु, हजुरहरूले पुऱ्याउनु पर्दैन। ल नातिनी ल, बाटोमा चाहिँ राम्रोसँग जानु नि, फेरि लडाउने। हेर नि त्यहाँ लोकाचार पारेको। तिम्री नातिनी कुनै सानी बच्चा छैन, तरुनी भइसकी, आफै जान सक्छ, आफै आउन सक्छ। ओइ के टल्ल पर हेरेर बसे कि, जा भनेपछि जान। कति न क्यामेरा खिचाउने तरुनी भइसक्यो तिमीले नातिनी, कुनै सानो बालखा छैन। बिहा गरेर ल्याएको 7 महिनामा जन्मिके हो पूजा। मेरो छोराको रगत हो कि अर्कैको रगत हो, सँगै लाग्छ मलाई त। चुप लाग तिमी, बिहाभन्दा बढी बोल्नु पर्दैन। उनका बुहारीलाई र नातिनीलाई त केही बोल्नै हुँदैन, खाउला जस्तो गर्छन्। गाउँका साथीभाइ इष्टमित्र छरछिमेकले ब्यागर भुवनै भनेर हैरानी पारिसके। ती झन् टङ्का दाइले त झन् बुढेसकालमै भए पनि बिहा गरेर एउटा छोरो जन्माउनै पर्छ भुवनै भनेर भनेका छन्। के गर्ने त हे भगवान्, दोधर्मै परिसक्यो नि त। हुन त टङ्का दाइले भनेको कुरा सही नै हो। भोलि छोरीहरू पराई घरमा गइसकेपछि त यत्रो रङडङ घरमा म एक्लै बस्नुपर्छ। एकचोटि छोरीसँग पनि सल्लाह लिनै पर्ला। छोरी, ए छोरी। हजुर बुवा। तिमी एकछिन यता आउ न छोरी, तिमीसँग सानो कुरो छ। हस्। किन बोलाउनु भएको बुवा? यहाँ बस न, तिमीसँग एउटा सानो सल्लाह छ। के सल्लाह हो भन्नुहोस् न त। सुन न छोरी, तिमी यति ठुली भइसक्यौ, भोलि बिहा गरेर पराई घरमा गइहाल्छौ। यत्रो ठुलो घरमा म एक्लै कसरी बसौँ भन त। हे बुवा, यो कुराको चिन्तै नलिनु न। म बिहे गरेर पराई घर जाँदिनँ कि, बरु बिहे गरेर चाहिँ केटालाई यो घरमा भित्र्याउने हो। अनि त छोरी ज्वाइँ हजुर हामी 3 जना भइहाल्छौँ नि। त्यसरी हुन्न छोरी, घर जाइ बस्ने केटा पाउनु पनि पर्यो नि। आजकलका केटाहरू घर जाइ बस्न मान्दैनन्। म जस्ती राम्री श्रीमती पाएपछि मानिहाल्छ नि बुवा, किन नमान्नु? तपाईँ ढुक्क हुनुहोस्। होइन छोरी, मै बिहा गर्छु, यत्रा सम्पत्ति छ, यही सम्पत्तिकै लागि भए पनि बिहा गरेर एउटा छोरा जन्माउनै पर्ला। के रे? भाउजू, भाउजू, ए भाउजू। किन बोलाउनु भएको बाबु? एक कप मिठो चिया खाऊँ न भाउजू, साह्रै थाकेँ म त। आफै बनाएर खानुस् बाबु, मेरो हात खाली छैन। हजुरको दाइलाई खाना खुवाउने टाइम भइसक्यो। काममा जाने मान्छेलाई त समयमै खाना खुवाएर पठाउनु पर्यो नि। हजुर त घरमै बस्ने मान्छे, जति बेला खाए नि हुन्छ नि। हुन्छ भाउजू, अहिले म आफै पकाएर खान्छु।
ए जुना जुना अन मेरो मजा कता पर्यो हेर्नु त राखीको ठाउँमा हेर्नु छैन यति मजा पनि मैले खोजेर दिनुपर्ने अब लगाइदिनु पनि पर्छ कि नगर न अफिस जान ढिला भइसक्यो ठिकै छ भन्नु पर्यो बाबु अभागीलाई कहिले सुखको दिन आएन सधैँ दुःखको दुःख त्यसो नभन्नु न भुवन दाइ मान्छेको जिन्दगीमा कहिले सुख कहिले दुःख त आइ नै रहन्छ नि हुन त हो बाबु हजुरसँग एउटा बिन्ती बिसाउँ कि भनेको के कुरा हो भुवन दाइ भनिहाल्नुहोस् न मलाई अफिस जान ढिला भयो हजुरको अफिसमा एउटा जागिर मिलाइदिनु पर्यो लौ न दाइ बुढेसकालमा अब के जागिर खान खोज्नु भएको अब त रिटायर लाइफ हो मलाई होइन बाबु मेरो छोरीलाई ए दाइ छोरीलाई पो कुरा गर्नु भएको ल फुर्सदमा कुरा गरौँला है म लागेँ हस् बाबु हस् सुत्ने बेलामा बिहान भरि सुत्ती अलाछिनी त्यस बेला उठेपछि त एउटा सिरक त पटाउनु नि यत्तिकै छष्ट छोडेर काम मरि फेरि दिदी ए दिदी बहिनी भित्रै आऊ भित्रै अनि दिदी हजुरको श्रीमान बुहारी देख्दिन त कहाँ गएको अब बुढा पसलतिर गएर चिया पिउँदै गफ हाँक्दै गरेका होलान् बुहारीलाई माइत पठाइदिए अब त यो घरमा कहिले फर्केर आउँदिन हो दि अनि बहिनी मैले त यतातिर सबै चाँजो पाँजो मिलाइसकेँ त्यतातिर के गर्यौ उता पनि मैले सबै मिलाइसकेँ दिदी केटी आज आउँदैछन् कहाँबाट विदेशबाट विदेशमा बस्ने केटी हो क्या पैसा पनि टन्नै कमाएकी छे राम्री पनि असाध्यै राम्री छे दिदी हजुरको छोरो पनि विदेश बसेको यो केटी पनि विदेश बसेको सोच विचार सबै मिल्छ दिदी सोच विचार मिलेर मात्रै भएन कुल कुटुम्ब पनि हेर्नु पर्यो कसकी छोरी हो ती नारायण प्रभु पण्डित छैनन् तिनकै आफ्नै बहिनी हो क्या दिदी धेरै वर्ष भयो विदेश बसेकी बरु हजुरको छोरालाई चाहिँ छिट्टै नेपाल झिकाइहाल्नुहोस् दिदी छोराको चिन्तै नगर के बहिनी मेरो छोरो हो मेरो मैले जे भनौँ त्यही मान्छ बरु तँ केटीले मेरो छोरासँग बिहे गर्न नमान्ने पो हो कि किन नमान्नु रे दिदी यो विषयमा मैले उसलाई सबै कुरो भनिसकेको छु भोलि तपाईँलाई र मलाई भेट्न बोलाकी छे भेट्न त जाउँला नि बरु तँ केटी गाउँमा कहिले आइपुग्छे तेरिका दिदी आज आइसक्यो होली त्यो
भएको दिदीलाई त दिनै मैले। सङ्गीता मेरी कान्छी बहिनी। दाइ को हो त नि नानी, मैले चिनिनँ त। तैँले पनि के चिन्तिस् त? तँ विदेश जाने बेलामा यो सानै थिए नास्ला गरे भुवन अङ्कलको छोरी। ए भुवन अङ्कलको छोरी पो हो? यति ठुलो भइसकेपछि मैले कहाँ चिन्छु र त नि। दाइ म विदेश बसेको नि धेरै वर्ष भइसक्यो क्या हो। के धेरै हुनु र, 7 वर्ष पुरा भएर 8 वर्ष लाग्यो। हिँड बबिता, घरमै गएर बात गरौँला। होइन पण्डित अङ्कल नजाउँ मला, म बजार जान लागेँ कि अब बजार गएर फर्किँदाखेरि पसौँला बरु। ल ल बहिनी भरे हाम्रो घरतिर आऊ न, यस्तो दिदी बहिनी बसेर ठुलो कुरा गर्नुपर्छ। ए हस् दिदी हुन्छ। ल बहिनी बेलुका आऊ है। हस् त हामी लाग्यौँ है त। यो समाजमा अझै पनि छोरा छोरा भनेर किन मरे हत्ते गर्छन् मान्छेहरू? आखिर छोरी पनि त छोरा समान हुन्छन् भन्ने कुरा किन बुझ्दैनन्? ती दिदीले पनि यतिका वर्ष विदेश बसेर छोराले जस्तै कमाएर ल्याउनु भएछ। म पनि अब ती दिदीले जस्तै पैसा कमाउनको लागि विदेश जान्छु र विदेश गएर धेरै पैसा कमाएर ल्याएर म मेरो बुवालाई खुसी बनाउँछु। हेर बाबु, एउटी आमाले आफ्नो छोरासँग कहिले झुट बोली त? तैँले विश्वास गर या नगर, मैले सत्य सत्य कुरा गर्दैछु बाबु। तेरो श्रीमतीले मलाई रिस देखाएर लापरवाही गरेर हिँडेर पिको बच्चा धरी खेर फाली। मैले पनि जे नहुनु भइगयो भनेर स्याहार सुसार गरेँ, फेरि पनि मलाई नराम्रो गराएर माइत गएकी छे बाबु। त घर नआउन्जेल घरै आउँदिन भनेर गएकी छे। त घर आउने बित्तिकै डिभोर्स दिने रे। त्यसैले बाबु त छिटोभन्दा छिटो घर आइज। त्यसले डिभोर्स दिने भन्दा अगाडि तेरो लगनगाठो कसिहाल्नुपर्छ। मैले यता सबै चाँजो पाँचो मिलाइसकेँ। आमा बाबु एकैछिन है। के को आमा, के को आमा, यहाँ किन आकी त? कति आमा हो, के को आमा? तेरी आमा त माइतमा मुन्टेकी छ। यसो साथीभाइसँग गफ गरेर बसौँ भनेको आमा गर्न आउँथे। काम पाइनस् तैँले? काम नपाएको भए भित्र रुम सफा गरेर बस्न सक्दिनस्? तैँले लखनी जस्तै आमा त्यस्तै छोरी। बाबु अब कुरा सबै त्यही हो। के भयो कसो भयो मैले तँलाई सबै कुरा भनिसकेँ। अब लम्बाइ चौडाइ कुरा धेरै नगरौँ। त जसरी हुन्छ घर आइज है। ल राखेँ है त। दिदी के भने त छोराले? मेरो छोरा हो बहिनी, मेरो छोरा हो। अब मैले भनेपछि त हुँदैन भन्न सक्दैन नि। उसो भए तपाईँ र मलाई केटीले भेट्न बोलाएकी छ, छिट्टै भेट्न जानुपर्छ दिदी। यता छुटाएर उता जोडिहाल्नु पर्यो दिदी, नत्र कुरो बिग्रिन्छ। यता छुटाउनु पर्दैन, चुडिसकेको छ। माइत गएकी छे, कहिले नफर्किने गरी व्यवस्था मिलाउनु पर्छ।
छोरा बुहारी